हजारौं परिवारलाई न्यानो दिइरहेको हिमालयन ब्रिकेटलाई यो सालको जाडोमा तपाईँ पनि साथी बनाउनुहोस्। ब्रिकेटले कोठा तताउन, बच्चालाई न्यानो बनाउन, खाना पकाउन र सेकुवा बनाउन सकिन्छ। ब्रिकेट सधैँ अभाव हुने ग्यास, अक्कल झुक्कल आउने बिजुलीको भरपर्दो र उत्तम विकल्प हुन सक्छ। तपाईले किन्नु भएको ब्रिकेटको पैसा सिधै समुदायमा जानेछ। वनमा त्यसै खेर गइरहेको झिझामिझा र झारपात सङ्कलन गरेर गाउँघरका मानिसले ब्रिकेट बनाउन थालेका छन्। यही ब्रिकेट बेचेर नै उनीहरूले आम्दानीको बाटो बनाएका छन्। चन्दन कुमार मण्डलले तयार पारेको यो रिपोर्ट। दोलखाको लाकुरी डाँडा गाविस झिङ्गानका महिलाहरू अचेल व्यस्त छन्। घर धन्दा सकिएपछि उनीहरू आय आर्जनका काममा लाग्छन्। 3 वर्षदेखि उनीहरूको दरो आम्दानीको स्रोत बनेको छ ब्रिकेट बनाउने काम। केही संस्थाले समूहगत तालिम दिएपछि उनीहरूले ब्रिकेट बनाउन थालेका हुन्। समूह मिलेर गइरहेछ। समूहमा 22 धुरी छ। 22 जनै छैन काम गर्ने, 12-13 जन छ। 12-13 जनाले गरिरहेछ। गोल बनाउने, पोल्ने, ब्रिकेट बनाउने, बिक्री गर्ने, अब खानालाई पैसा बनाउने। ब्रिकेट बनाउनका लागि वनमा खेर गइरहेको झिझामिझा, छेस्का आदिलाई खाडल वा ड्रममा जलाएर कोइला तयार पारिन्छ। त्यसपछि कोइलालाई ग्राइन्डरमा राखेर धुलो पारिन्छ। धुलोमा रातो वा कालो माटो मिसाइन्छ र मुछिन्छ। यसरी तयार भएको मिश्रणलाई एक निश्चित आकार दिन साँचोमा राखिन्छ। साँचोबाट निकालेपछि मिश्रणको डल्लोलाई 2-3 दिन घाममा सुकाएपछि ब्रिकेट तयार हुन्छ। आफ्नै गाउँको वन जङ्गलमा काम नलाग्ने झारपातको सङ्कलन गरी बनाइएको ब्रिकेटबाट राम्रो आम्दानी भएपछि उनीहरू दङ्ग भएका छन्। अब घर खर्च टार्न सजिलो भएको छ र काम खोज्न बाहिर जानु परेको छैन। हामीलाई यसो रोजगारी जस्तो चाहिँ भयो भनौँ। अन्त काम गर्नु जानु परेन। हामीलाई यसो नुन तेल खानलाई, जात्रा मात्र हिँड्नलाई, यसो बजार डुल्नलाई खर्च हुने भयो। गएको वर्ष समूहले करिब 20,000 ब्रिकेट बेच्यो। यसरी बनाइएको ब्रिकेट बेच्न उनीहरूलाई समस्या पनि छैन। बजार हाम्रो काठमाडौँमै छ। अब पहिला चाहिँ हामीलाई इकासेन सबले गोल बनाउनु पनि तालिम दिनुभयो, अनि ब्रिकेट बनाउनु पनि तालिम दिनुभयो र फेरि उनीहरूले बजार खोजिदिनु भएको छ। हामीलाई बिक्री गर्नु समस्या छैन। ब्रिकेटले कोठा तताउन, बच्चालाई न्यानो बनाउन, खाना पकाउन र सेकुवा बनाउन सकिन्छ। वर्षेनी बढिरहेको ऊर्जा सङ्कट समाधानका लागि ब्रिकेट अहिले राम्रो विकल्प भएको छ। तर ब्रिकेटको राम्रो प्रवर्धन हुन नसक्दा यसले सोचे जस्तो बजार पाउन सकेको छैन। गएको हप्ता सिन्धुपाल्चोक र दोलखाका ब्रिकेट व्यवसायीहरू आफ्नो सफलता र सङ्घर्षको कथा सुनाउन काठमाडौँ आएका थिए। हेरौँ सलिना उप्रेतीको रिपोर्ट। एक वर्षमा अब एकजना महिला दिदीबहिनीले महिनाको 5,000 6,000 चाहिँ उहाँहरूले लिनुभयो र अहिले त्यसो गर्दाखेरि एक वर्षको अन्तर्गतमा हामीले 6 लाख टन चुन चाहिँ हामीले त्यो ठाउँमा भिज्दै आए। हामी अपरिचित छौँ यस्ता कुराहरूमा। ती कुराहरूको चाहिँ प्रविधिहरू दिनु पर्यो हामीलाई, अझ हामी सफल हुन सक्थ्यो। त्यो भयो भने सरकारले अथवा सङ्घ संस्थाले त्यस्तो गरिदियो भने चाहिँ नेपालमा विदेशमा भन्दा कम छैन, नेपाल पनि धनी नै छ भन्ने चाहिँ मलाई लागिरहेको छ। योभन्दा पहिला चाहिँ कतिपय महिला दिदीबहिनीहरूले एउटा पुरुषले कमाएर ल्याए पैसा मात्रै हात पर्थ्यो भने अहिले चाहिँ आफ्नै मेहनतले कमाएको पैसालाई चाहिँ हातमा राखेर आफ्नो समस्याहरूलाई समाधान गर्ने अवसरहरू पाएको छ। सिन्धुपाल्चोक सिक्रेका नन्दकुमारी श्रेष्ठ, दिउकुमारी साक्य र देवबहादुर श्रेष्ठहरूको जीवनमा अहिले सोच्दै नसोचेको सफलता आएको छ।
ब्रिकेट बनाउन थालेदेखि उनीहरूले यस्तो सफलता हात पारेका हुन्। आफ्ना सङ्घर्ष र सफलताका कुरा सुनाउन गएको हप्ता उनीहरू काठमाडौँ आएका थिए। उनीहरूलाई यस्तो अवसर भने दिगो कृषि र जैविक शोधका लागि दक्षिण एसियाली नेटवर्क एन्साप र कृषि मासिक पत्रिका हिपातले मिलाइदिएको हो। बढ्दो ऊर्जा सङ्कट र जैविक ऊर्जा विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूका कुरा सुन्न नेपाल सरकार र गैर सरकारी संस्थाका पदाधिकारीहरूका साथै पत्रकारहरू पनि उपस्थित भएका थिए। यस कार्यक्रममा नेपालमा वर्षेनी बढिरहेको ऊर्जा सङ्कटको विकल्पका लागि ब्रिकेटलाई प्रस्तुत गरिएको थियो। बायो ब्रिकेटबाट हामीले यस्ता कुराहरू सानो कुराहरू देख्दाखेरि सानो छ, यसले ठुलो कुराहरू गर्न सक्छ भन्ने मलाई लाग्छ। गरिबी न्यूनीकरणमा अलिकति चाहिँ भूमिका खेल्छ, सामुदायिक विकासमा ठुलो भूमिका खेल्दो रहेछ, वातावरण संरक्षणमा ठुलो भूमिका खेल्छ। होइन, अहिले क्लाइमेट चेन्जको असरहरू विश्वव्यापी छ, त्यस कारणले गर्दाखेरि चाहिँ यसले चिसानो समस्यादेखि लिएर चाहिँ जलवायु परिवर्तन कुराहरूलाई चाहिँ सानो सानो कुराहरू ठुलो कुराहरू गर्न सक्छ। एउटाले प्रयोग गरिसकेपछि त्यसले अरू 5 जनालाई या 2 जनालाई भन्न सकोस् कि यो मैले प्रयोग गरेपछि यसको उपयोग चाहिँ गर्नु राम्रो हुँदो रहेछ भनिदियो भने पुग्छ। विज्ञापन गरेर मिडियामा जानुपर्छ भन्ने छैन। विज्ञापन व्यक्तिबाट हुँदै जाने विज्ञापन झन् ठुलो हुन्छ, भरपर्दो हुन्छ। यसको दिगोपन बजार सँगसँगै तपाईँहरू कसरी अगाडि जान सक्नुहुन्छ कि सक्नुहुन्न होइन। यसलाई सहयोग गर्ने संस्थाहरूले सधैँ सहयोग गर्न सक्दैनन् मलाई लाग्छ, किन उनीहरूका काम भनेको सुरुवात गर्ने, सिकाउने होइन, अलिकति खुट्टा टेकाइदिने, त्यसपछि अर्कोतिर लाग्ने हो। हाम्रो ओभरअल सिनारियो के हो, हामी दिनको 14 घन्टा 16 घन्टा अहिले लोड सेडिङको मारमा छौँ होइन। फोसिल फ्युलबाट प्राप्त हामीले इम्पोर्टेड सबै चिज इम्पोर्ट गरेर हामीले धान्नु परिरहेको स्थिति छ। र यस्तो अवस्थामा रिन्युएबल इनर्जीका स्रोतहरू र जैविक ऊर्जाको बाट चाहिँ हामीले आफ्नो आन्तरिक मागलाई धान्न सक्ने बनाउनु पर्ने स्थिति देखिएको छ। ब्रिकेट उद्यमीहरूले आफ्ना कुरा सुनाउने र सुझावहरू लिने क्रमसँगै आफ्ना समस्या र गुनासोहरू पनि राख्न भ्याएका थिए। सोही क्रममा सरकारका पदाधिकारीबाट पनि सहयोगको आश्वासन दिएको थियो। हामीलाई असजिलो चाहिँ के भइरहेको छ भने ठाउँ ठाउँमा हामीलाई विरोधहरू खडा भइरहेको छ। अब बिक्री गर्न ल्याउने क्रममा चाहिँ बाटोमा हामीलाई त्यत्तिकै समस्या झेल्नुपर्छ। हामीले पैसा खोजिराखेको अवस्था छ। कागजपत्र डकुमेन्ट पुरा गरेर लिए भन्छ, अनि डकुमेन्ट देखाउँदाखेरि त्यो होइन भन्छ। त्यस्तो अवस्था पनि हामी एकदम दुखी छौँ। सबै कर्मचारी त्यस्तो छैन, हामीलाई थाहा छ होइन। जे भए पनि धेरै कर्मचारी अथवा फ्रन्टलाइनमा हुने कर्मचारीले त्यसो गर्यो भने हामी सबैको बदनामहरू हुन्छ। यो कुरालाई चाहिँ मैले संयोजन गर्ने हो। त्यो लिखित रूपमा केही कुराहरू आओस्, इन्फर्मल रूपमा त मैले पनि उठाउँछु। लिखित रूपमा केही कुरा आयो भने मैले गृह सचिवलाई अथवा चाहिँ मेरो त्यहाँको साथीहरूलाई अथवा छिटो साथीहरूसँग मैले कुराहरू गरेर चाहिँ मैले केही फुकाउन सक्ने अवस्था रह्यो भने म त्यो फुकाउने प्रयासहरू गरौँला। त्यसपछि उद्यमीहरूको गुनासो लिएर हामी नेपालमा वैकल्पिक ऊर्जाको क्षेत्रमा कार्यरत सरकारी संस्था वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रमा पुग्यौं र त्यहाँका कार्यकारी निर्देशक सामु उनीहरूका कुरा राख्यौं। त्यो गुनासो चाहिँ अब ठिक गलत हो भन्न मैले सक्दैन, किनभने हामीले त तालिम मात्रै दिन्छौँ र तपाईँहरूको सामान यस्तो बजारमा बिक्री हुन्छ, यसरी बिक्री गर्न सकिन्छ, यो ब्रिकेटलाई यसरी हामी काम गर्न सक्छौँ, यसरी उत्पादन गर्न सक्नुहुन्छ, प्रविधि सिकाइदिन्छौँ, बनाउने तरिका सिकाइदिन्छौँ र त्यसलाई बजारसम्म ल्याउने चाहिँ उहाँहरूको जिम्मा हो भनिदिन्छौँ, बजार छ भनिदिन्छौँ। तर त्यो अब प्रडक्टलाई उत्पादन ठाउँबाट बजारसम्म ल्याउँदाखेरि अब धेरै एक्टरहरूको इन्भल्भमेन्ट हुन्छ। अब अहिलेको नेपालको परिस्थितिमा त्यस्तो नभएको छैन भन्न चाहिँ गाह्रो छ। नेपालमा ऊर्जाको अवस्था चाहिँ कस्तो छ त? ऊर्जाको समग्र स्थितिमा हो भने हामी ऊर्जा अनिकालमा छौँ। जसरी हाम्रो खाद्यान्न नपुगेर अनिकालमा छौँ, ऊर्जा अनिकालमा छौँ र हामी दिगो रूपमा चाहिँ ऊर्जा प्रयोग गरेको चाहिँ छैन। तर ब्रिकेट अहिले तापीय ऊर्जाको वैकल्पिक स्रोतका रूपमा अगाडि आइरहेको छ। ब्रिकेट ग्रामीण जनता र सहरवासीका बीच सम्बन्ध जोडिदिने माध्यम समेत बनेको छ। यो ग्रामीण क्षेत्रमा आय आर्जनको कारण बनेको छ भने सहरवासीका लागि कोठा तताउने र सेकताप गर्ने न्यानो ऊर्जाको स्रोत भएको छ। ब्रिकेटले वास्तवमा अहिले सहरका होटेलहरू जसलाई चाहिँ अब विशेष गरी विन्टरमा हिटिङहरू चाहिन्छ अथवा बाटामा मकै पोल्ने महिलादेखि लिएर 5 स्टारमा रोस्ट गर्ने अथवा बार्बेक्यू गर्नेहरूले पनि ब्रिकेट प्रयोग गरेका छन्।
फाइदा भने त अब आर्थिक फाइदा हो। आर्थिक फाइदा भइसकेपछि आफ्नो बालबच्चालाई पढाउन स्वास्थ्यमा चाहिँ उपचार गर्न चाहिँ सेवा पुगिरहेको छ। ब्रिकेट उद्योग खोलेपछि चाहिँ अब बाहिर जान नसक्नेहरूलाई अब यस्तै त नि अपाङ्गहरूलाई बच्चाको आमा महिलाहरूलाई अनि अलि बुढाबुढीहरूलाई कहीँ गएर कमाएर खान नसक्नेहरूलाई चाहिँ रोजगारी पाउँदाखेरि राम्रो भइरहेको छ। अब जस्तै पैसा कमाउनु जाने भएपछि त छुट पनि पाइँदो रहेछ नि। यदि पैसा कमाउनु जाने अब 2-4 पैसा ल्याएर अनि घरको समस्या टार्ने भएपछि तर महिला दिदीबहिनीहरूलाई त्यति काममा जानलाई समस्या पर्दैन। गाउँका मानिसहरूको जीवनयापन सजिलो पारिदिने ब्रिकेड आखिर कसरी बन्दो रहेछ त? ब्रिकेड भनेको नि वास्तवमा त्यसलाई अलिकति अक्सिजन नभएको अवस्थामा अलिकति जलाएर त्यसलाई कम्प्रेस गर्ने हो। लुज बायोमासलाई कम्प्याक्टमा ल्याउने हो ताकि चाहिँ त्यसमा थोरै भोल्युममा धेरै ऊर्जा होस्। ऊर्जालाई नै कम्प्याक्ट गरेको हो। जस्तै तपाईँले अब रुखको पात दाउराहरू जुन छ त्यो अलि लुज बायोमास छ। त्यो भने अब एक डोका लिनुभयो भने थोरै मात्रै ऊर्जा आउँछ। तर त्यसलाई चाहिँ हामीले अक्सिजन नभएको उसमा चाहिँ जलाएर, यदि अक्सिजन भयो भने फेरि त्यसबाट ऊर्जा निक्लेर सबै जान्छ। त्यसको अब हावा त्यसमा भएको मोइस्चरहरू जुन चाहिँ चिसोपनाहरू पकाएर त्यसलाई कम्प्याक्ट गर्यो भने अनि त्यसलाई प्रेस गरेपछि एउटा सानो बायोमासको ब्रिकेट भनेको एक डोका त्यो सुकेको घाँस पात बराबर हुनसक्छ। त्यही कम्प्रेस नै गरेको हो। बढ्दो ऊर्जा सङ्कटको बेलामा एक अर्कालाई आरोप लगाइरहनुभन्दा सिन्धुपाल्चोकका ब्रिकेट उद्यमीहरू जस्तै समस्याको समाधानतर्फ जुट्न आवश्यक भइसकेको छ।